सुरु भएथ्यो यात्रा 11 को अनजान थिए यी मुहार गुणवान जडीबुटी पो रहेछन् थुक्क म सम्झिएथे झार कोरोना काल अनि नयाँ अनुहार कम्ती त थिएन गाह्रो ओ यही त हो 2 वर्ष यात्रा पहिले गाह्रो अनि अहिले प्यारो जसो तसो सकियो 11 भएको थिएन परिचय र संवाद साथी बने भन्ने त थियो तर बोल्ने अझै थिएन आँट त्यो बिचर हिमनदी पहाड छिचोली बग्यो अनि बगिरह्यो तर जब दोभानमा पुग्यो साटियो अस्तित्व बल्ल संसार चिन्यो साथी संगी मित्र सहयोगी हितैषी र दौतरी सिक्यो जिउन अनि पखेटा फिजाउन र त आजबाट उड्यो चरी शिक्षक अर्थात् डुङ्गा जो नदीमै जुनी बिताई गन्तव्य पुगाउँछन् अरूलाई एकमुष्ट शिर झुकाई नमन सम्पूर्ण यी हस्तीहरूलाई बगेको खोला पुग्नु छ सागर याद आउँछन् यी घुम्ती नभेटिएला यी साथी नदेखिएला यो माहौल तर सम्झिन्छ यो जुनी बेन्चको कथा गुरुको आख्यान विद्यार्थी उपन्यास गन्तव्य बोकी हिँडेको यात्रा झुमिरहोस् यो आकाश गन्तव्य बोकी हिँडेको यात्रा झुमिरहोस् यो आकाश सदैव अघि बढ्नु साथी सफलतालाई अङ्कमाल गर्नु स्वार्थको ढुङ्गामा ठेस नलगाई सधैँ खुसी रहनु सदैव अघि बढ्नु साथी सफलतालाई अङ्कमाल गर्नु स्वार्थको ढुङ्गामा ठेस नलगाई सधैँ खुसी रहनु आँसु पेलेर हाँसो निकाल्नु जीवन उज्यालो बनाउनु आँसु पेलेर हाँसो निकाल्नु जीवन उज्यालो बनाउनु अवश्य पुग्नेछौ साथी गन्तव्य हिम्मत कहिल्यै नहार्नु